आउनुस् थाहा पाऊँ हाम्रा शरीर सम्बन्धी रोचक तथ्य। मानिसको दिमाग लगभग 3/4 पानीले बनेको हुन्छ, तर यो शरीरको सबैभन्दा सक्रिय अङ्ग हो। मुटुले एक दिनमा लगभग 1 लाख पटक धड्किन्छ। एक दिनमा मुटुले लगभग 7500 लिटर रगत पम्प गर्छ। मानिसले 1 ट्रिलियन अर्थात् 1 खरब भन्दा बढी गन्ध छुट्याउन सक्छ। हाम्रो नाकको सुँग्ने शक्ति अचम्मको हुन्छ, हामीले हजारौं गन्ध सजिलै छुट्याउन सक्छौं। बच्चाको शरीरमा 300 हड्डी हुन्छ, तर वयस्कमा केवल 206 हुन्छ। बढ्दै जाँदा केही हड्डीहरू आपसमा गाभिएर खट्छन्। आँखाले लगभग 10 मिलियन रङ छुट्याउन सक्छ। मानव आँखाको दृष्टिशक्ति निकै शक्तिशाली हुन्छ, विशेष गरी रङ छुट्याउने क्षमतामा। निद्रामा पनि तपाईको कानले आवाज सुन्छ, तर मस्तिष्कले आवश्यक नठानेका आवाजहरू फिल्टर गर्छ, त्यसैले तपाईं सुतिरहनुहुन्छ। एउटा मानिसले दिनभरमा लगभग 20,000 पटक सास लिन्छ। हामी दिनमा झण्डै 11,000 लिटर हावा सास मार्फत लिन्छौं। नङहरू रातिभन्दा दिनको समयमा छिटो बढ्छन्। त्यस्तै ग्रीष्म ऋतुमा नङहरू चाँडो बढ्छन् भने हिउँदमा ढिलो। दाँत हाम्रो शरीरको सबैभन्दा कडा भाग हो। दाँतको माथिल्लो भाग इनामेल निकै कडा हुन्छ, स्टिल भन्दा पनि। आजलाई यति नै, धन्यवाद अनि सब्स्क्राइब गर्न नभुल्नुहोला है।